नमस्ते सबैजनालाई, वेलकम टु आवर मिनी ब्लग। यो चाहिँ नि हामी हेरिटेज भिलेज घुम्न गएको थियौँ हप्ताको सेकेन्ड डेमा। मेरो पछिल्लो भिडियो हेर्नु भएको छ भने हजुरहरूलाई थाहा नै होला। हप्ताको हेरिटेज भिलेज भन्ने ठाउँमा हामी सेकेन्ड डे घुम्न गएको थियौँ। त्यहाँ चाहिँ नि हैन, अनि यहाँको लोकल अरबीहरूको, दुबईको लोकल अरबीहरूको पुरानो पुरानो घरहरू अनि वाशरुमहरू भयो, अनि त्यहाँको बस्ने ठाउँहरू सबै, अनि कब्रिस्तानहरू हुन्छ नि, सबै एकदम राम्रोसँग म्युजियम जस्तो गराएर राखेको रहेछ के। अनि हामी चाहिँ त्यही हेर्न गएको थियौँ। म चाहिँ नि फर्स्ट टाइम गएको थिएँ। आई थिङ्क हामी सबैजना नै फर्स्ट टाइम गएको थियौँ। सो अनि मैले चाहिँ नेपालको यस्तै घिउकुमार देखेर यस्तो याद आयो। अनि हेर्नु न, यहाँको लोकल अरबीहरूको पुरानो पुरानो घरहरू के सेम नेपालमा माटोको घर हुन्छ नि त्यस्तै थियो कि अलिअलि चाहिँ नि। अनि मलाई यो हेरेर चाहिँ नि नेपालको ट्याक्कै याद आयो। माटोको घर भएको कसको थियो माटोको घर कमेन्ट गर्नु ल। अनि म भित्र गएर हजुरहरूलाई देखाउनलाई होइन, भित्र लालटिङहरू सबै झुन्डाको के। अनि ग्यास पनि नहुने है, त्यो बेला त चुलोमा खाना बनाउने रहेछ उनीहरूले पनि। म त हामीहरू मात्र होला भन्ने सोचेको, त उनीहरूले पनि त्यस्तै। यो चाहिँ नि कब्रिस्तान थियो पुरै होइन। अनि त्यसपछि हामी चाहिँ नि त्यो टुप्पोमा जानु थियो कि, म हजुरलाई देखाउँछु ल हेर्दै गर्नु। त्यो टुप्पोमा पुग्नु थियो। अनि त्यहाँसम्म जानलाई चाहिँ नि यति लामो सिडी थियो, हेर्दै बाटो हेर्दै हिँड्दै जाँदै थियौँ। यति थकाइ लागेको थियो, घाम पनि लागेको थियो, तर यहाँको भ्यूहरू हेरेर, पहाडहरू हेरेर एकदमै रमाइलो पनि लागिरहेको थियो। फेरि लास्टसम्म पुग्ने बेलासम्म त म त एकदमै थाकिसकेको थिएँ कि गर्मीले गर्दा पनि। तर नि मलाई त्यहाँभित्र के छ भनेर त्यो पनि मलाई खुल्दुली भएको थियो कि। त्यो पनि थाकी भए पनि हामी बल्ल तल गरेर पुग्यौँ। एकदमै राम्रो के, माथिबाटको भ्यू त एकदमै राम्रो हेर्नु। म त्यो मैले अघि नै देखाएको त्यो टुप्पोमा फाइनली पुगेँ र माथिबाटको देखिने भ्यू पनि हेर्नु यस्तो राम्रो है। अनि तर त्यहाँ पुगिसकेपछि ताला लगाइसकेको थियो कि, भित्र केही पनि नदेखिने। यस्तो हेर्ने कोसिस गरेँ मैले, तर नि देखेन। यति माथि आएर पनि केही देखिनँ भने। अनि तर मैले माथिबाट देखेको भ्यू हेरेर एकदमै रमाएँ। त्यहाँको घरहरू हेर्नुहोस्, त्यहाँको भ्यू हेर्नुहोस्, यति राम्रो कि। त्यसपछि कस्तो राम्रो पार्क जस्तो थियो। अनि त्यस साइडमा लाग्यौँ हामी, एकदमै राम्रो। तर यो त्यही ठाउँकै पार्क हो है, एकदमै राम्रो थियो होइन। त्यहाँबाट हेर्दै अनि यस्तो फोटो खिच्दै फोटो भिडियो सकेर हामी आफ्नो घरतिर लाग्यौँ। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो। बाई बाई।